नमस्ते। म यति बेला असहाय गाई बाछा संरक्षण अभियान काठमाडौँको गोठाटारमा छु, जहाँ सडकमा छाडा छोडिएका गाई बाछाहरू थुप्रै संरक्षण गरिएको छ, पालिएको छ। र यहाँ एउटा म खसीको कहानी तपाईँहरूलाई सेयर गर्दैछु, सुनाउँदैछु। यो खसी चाहिँ सामान्य खसी हो, तर यसको कथा चाहिँ असामान्य छ। यो खसीलाई चाहिँ मैले भाग्यमानी खसीको नाम दिएछु। यो खसीको कहानी के हो, कसरी यहाँ आइपुग्यो भन्ने कुरा चाहिँ यो असहाय गाई बाछा संरक्षण अभियानका अभियन्ता मध्येको प्रमुख अभियन्ता हाम्रो उत्तम पुडासाइनीज्यू हुनुहुन्छ। उहाँले नै यो खसीको बारेमा थप कुराहरू बताउनुहुनेछ। हस्, धन्यवाद राम बाबु। यो खसी भाग्यमानी भनेर भन्नुभयो, अभागी हो। हजुर, यस अर्थमा कि अरूको त छोटो उमेर हुन्थ्यो नि, उनीहरूले आफ्नो जीवनभरि राम्रोसँग पाल्थे, पालिसकेपछि माया गरेर पाल्ने र पालिसकेपछि माया गर्दा गर्दै लिएर गएर त्यसलाई सक्ने त्यो हुन्थ्यो। तर यसले चाहिँ अब बुढ्यौली पनि बेहोर्नु पर्ने भयो। यो बुढो हुन्जेलसम्म यसलाई कसैले काट्दैन। यो मासुको परिकारको रूपमा यो कसैको प्लेटमा जाँदैन। यसको एउटा कहानी के कस्तो छ भनेदेखि, कुनै एकजना मान्छे मासु किन्न भनेर बजार जानुभयो। बजार जाँदा छोरीलाई बोकेर जानुभएको थियो। छोरीलाई बोकेर जाँदाखेरि उहाँ जानु र मासु सकिनु एकैपल्ट परेछ। र त्यसपछि त्यो मासु काट्ने त्यो भाइ हुनुहुन्छ, अब हामीले बगडे पनि भन्छौँ, उहाँले पछाडिबाट खसी डोराउँदै ल्याउनु भयो र उहाँले भन्नुभयो तपाईँ भाग्यमानी हुनुहुँदो रहेछ, अब नयाँ फ्रेस मासु पाउने हुनुभयो भनेर भन्नुभयो र खसी डोराउँदै ल्याउनु भयो। डोराउँदै ल्याउने क्रममा यसले ब्याँ गरेर करायो र ती छोरीले सोधिन्, बाबा यसले के भनेको? र अनि ती बाबाले भने यसले ब्याँ गरेको, यसले त मम्मी भनेको नि भनेर भने। अनि त्यसपछि डोराएर ल्याएर मात्रै त भएन, अब उनले त काट्नको लागि खुकुरी उदाउन थाले। अनि त्यो अङ्कलले किन खुकुरी उ गरेको भनेर ती सानी नानीले सोधिन्, जो बाबाले बोकिराखेका छन्। अनि ती बाबाले जवाफ दिए, अब चिची खानु परेन त, यसलाई काटी काटी गरेर चिची खाने भन्ने बित्तिकै उनले त बाबाको कपाल भुत्ल्याएर उनले यहाँबाट जुन तरिकाले यो पुरै चिथोरेर उनी त्यहाँबाट तल ओर्लिन् र उनले भनिन्, नो, यसले मम्मी भनेको छ, यसलाई यसको मम्मीकोमा पुर्याउने, म चिची खाँदिनँ भनेर उनले भनिसकेपछि ती बाबाले किनेर लिएर आएर घरमा त राख्ने ठाउँ छैन। त्यसपछि यो असहाय गाई बाछा संरक्षण अभियानमा रिक्वेस्ट गरेर यो राखिदिनुहोस् भनिसकेपछि हामीले यहाँ राखेका छौँ। र यहाँ राखेको 9 महिना भयो र यो खसी चाहिँ एकदम यहाँ एउटा अघि रामबाबुले भन्नुभयो भाग्यमानी भनेर, यो खसी यहाँको एउटा सदस्य, यो अभियानको एउटा सदस्यको रूपमा यहाँ अहिले बसिराखेको छ।